परम प्रभुले उहाँको राज्यको निम्ति कुन प्रकारको फौजी अथवा योद्धाहरू भर्ती लिनुहुन्छ त हेर्नुस् है। अब हामी भर्ती हुने समय आइसक्यो। 32 मा त हामी लिए किताब पवित्र आत्माको नाममा पानीको 32 मा प्रस्तावको 32 मा हामीले लिए है। कतिजना हामी भर्ती भइसकेको छौँ त है। निराशा नहुनुस्। संसारको लागि हामी कामै नलाग्नु, तर परमेश्वरको लागि त के रहेछ त 24 क्यारेटको सुन रहेछ है। जिमसिम गरेको या बोडीवाला गरेर चुन्थ्यो होला, फुटबल प्लेयर चुन्थ्यो होला है। यहाँ विद्वानहरू छन् संसारमा, तर तपाईँ र हामी त कोही कचाक कुचुक छ। म हेर्नु न, यहाँ नाक फुट्ट छ, यहाँ भाँचेको, निद्रा फुट्ट उठेको, यस्ता यस्ता व्यक्तिहरू प्रभुले चाहिँ भर्ती गरेको छ। हामी के रहेछ परम प्रभुको राज्यको फौजीहरू। अब परमेश्वरले कस्तो खालको फौजी चुन्छ त? अब मिका 4 को 6 र 7 हामी त फौजी पो रहेछ है। अब हाम्रो जीवनमा उहाँले कसरी योजना बनाउनु भयो त है। हामी त कामै नलाग्ने त होइन। नाकबाट सिका निस्किने, चिब्रा आँखामा है, कुब्रो यसरी हिँडेको कुब्रो आया आया भन्ने लाई पो प्रभुले त चुन्दो रहेछ। वाह, कति खतरा फौजी है। बिना मसिन गनको, बिना बन्दुकको, बिना हतियारको फौजी परम प्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन म लङ्गडाहरूलाई जम्मा गर्नेछु।